एउटा थोपा परेको छैन तर भल भने यत्रो खोला नदी ढल्किएर जस्तो आइरहेको छ। के हो यस्तो पारा साथीहरू, यो बुझ्न सकिरहेको छैनौँ हामी यहाँ खोलाका किनाराका घरहरूलाई सुरक्षित हुन आग्रह गर्दछौँ। साथीहरू देख्न सक्नुहुनेछ भल चाहिँ कति ठुलो आएको छ भन्ने कुरामा अनुमानै छैन साथीहरू। यति ठुलो भल आएको छ। पानी परेको बेला झन् कति ठुलो आउँछ होला साथीहरू, न त पानी नपरेर पनि यति ठुलो आएको छ। घरमा गएर के हो यो ठुलो भलले साथीहरू, के हो यो भुक्दै भुक्दै मान्छे हो के गरेको यस्तो कुकुरले टोक्न खोजेको हामीलाई यत्रो भला छ के कुरो अबै नि कति ठुलो आयो क्या। अन्त मैले हलपत्रै पानी नपरेको भल साथीहरू के हो यस्तो अचम्म। यता उता बस्नेहरूलाई त गाह्रो भइगयो नि त। ठुलो राति आयो भने त लास्ट चाहिँ तनाप हुन्छ त। 18 सालको भन्दा त सानै हो यो हुन चाहिँ, तर लास्टै ठुलो आएको छ साथीहरू। यो माथि यो चाहिँ अब माथि चाहिँ मैले भर्खर उताबाट आउने बेला सानो देखिरहेको थियो होइन, अहिले भर्खर यति ठुलो भयो कि अचम्म भयो नि त साथीहरू होइन। बच्चाहरू पानी नपरेको बेलामा गर्मी टाइममा त यता खोलामा हिँडिरहेको हुन्छन् होइन, ताल खेल्न आइरहेको हुन्छन्। अब त्यति बेलामा पानी नपरेको बेलामा त बगाउने सम्भावना धेरै हुन्छ। त्यही भएर यतानु छेउछाउतिर बस्नेहरूलाई धेरै सचेत हुन आग्रह गर्दछु साथीहरू होइन। हेर्न सक्नुहुन्छ यति ठुलो भल भइरहेछ। यहाँबाट बोतल लिएर यस्तरी थुपारेको साथीहरू यहाँनिर जुन यो पानी पुगिरहेछ नि, यहाँनिर बच्चाहरू ताल खेल्ने ठाउँ हो। यति ठुलो खोला आयो साथीहरू, यति ठुलो हेर्नु न। ओ माई गड साथीहरू, ओ माई गड। दाङ घोराइमा स्यावर खोला भन्ने ठाउँमा साथीहरू यति ठुलो पानी नपरेर पनि नसोचेको खोला आएको छ। आज चाहिँ नसोचेको खोला आएको छ एकदमै। सबै खोला किनारमा बस्नुहुने, खोला छेउछाउमा बस्नुहुने सम्पूर्ण जनताहरूलाई एकदम सचेत हुन आग्रह गर्न चाहन्छु। माथि यता तल पानीको थोपा नपरेर पनि यहाँ तल यति ठुलो पानी आइरहेको छ, यति ठुलो खोला आइरहेको छ साथीहरू। म यहाँ पारी अस्ति त्यो पारीको डाँडाबाट त्यहाँनिरबाट मैले चाहिँ भिडियो बनाउँदाखेरि यहाँबाट यहाँसम्म पानी आएको थियो भनेर बनाएको थिएँ। आज चाहिँ मैले पनि भिडियो बनाएको 2 दिन नहुँदै यो खोला चाहिँ यति ठुलो आएको छ साथीहरू। 18 सालमा चाहिँ यो जुन यो छ नि यो माटो चाहिँ थिएन, यो माटो चाहिँ पछि भरेको माटो हो। त्यही भएर खोला चाहिँ त्यहाँसम्म पुगेको थियो। अहिले चाहिँ यो खोला साथीहरू, यो खोला चाहिँ अहिले यहाँ यो मतलब यो पर्खाल लागेको छ, यो जाली लागेको छ। यो जालीदेखि तल गएको घारी गएको छैन, यो जाली चाहिँ पछि लागेको हो। जब त्यो ठुलो खोला फर्किन आएको थियो त्योदेखि पछाडि चाहिँ यो जाली लाउन सफल हुनुभएको हो। यो जुन यो खोलाको बासिन्दाहरू हुनुहुन्छ, या बासिन्दाहरूलाई जनताहरूलाई बचाउनको लागि यो जालीको व्यवस्था गरिएको थियो साथीहरू होइन। आज पनि त्यस्तै ठुलो आयो। अब राति भइदिएको भए कति गाह्रो हुन्थ्यो होला होइन साथीहरू। अब दिउँसो भयो, आँखा देख्ने भयो। अब राति भएको भए पनि गाह्रै, दिउँसो भएको भए पनि गाह्रै। राति अब दिउँसो बच्चाहरू खोलामा आएर ताल खेल्न, पौडी खेल्नदेखि लिएर नुहाउन, कपडा धुन जान्छन् नि त्यहाँ खोला नजिकका भएका साथीहरू त होइन, बच्चाहरू जान्छन्। तर साथीहरू एकदमै सचेत हुनुहोला। आज भोलिको अब असार साउन भनेको पछि धेरै ठुलो पानी पर्ने, धेरै ठुलो खोलाहरू बाढी पहिरोहरू धेरै गएकोहरू हामीले देख्न सकेका हुन्छौँ। त्यही भएर चाहिँ एकदम सचेत रहनुहोला भन्न चाहन्छु साथीहरू है त। 18 सालमा त्यहाँ घारीबाट हानेको थियो साथीहरू। त्यहाँ घारीबाट आएर खोलाले चाहिँ यो घरलाई यति हान्यो यो टोयलेटमा भित्र पानी पस्यो, यो घरलाई हान्यो। तर यति बच्यो कि है, यो चाहिँ हलचल हुन सकेन के। अहिले पनि अब यो खोला त अहिले त सानो आइरहेछ नि त, अब भर बढ्न सकिन्न। भदौसम्म आउँछ पानी त आयो भने त होइन। यो लाको यो जुन जाली छ, यो सेफ्टीको लागि लाको यो जाली छ जुन, योभन्दा घारी आयो भने त यो छेउका घरहरूलाई त लास्टै गाह्रो हो नि त साथीहरू होइन। मान्छेहरू खै किन थाहा छैन साथीहरू, खोलाको छेउछेउमा जानी या नजानी किन बस्छन् त्यो बढी थाहा छैन साथीहरू होइन। आफ्नो ज्यानको जोखिममा राखेर पनि साथीहरू यति नजिककै छेउछाउमा बस्छन् क्या। यो त अचम्म लागिरहन्छ क्या साथीहरू मलाई चाहिँ होइन। अब के भन्ने हामी यस्तै त हुने हो।